ल हेर्नु साथीहरू, यो चाहिँ हो समुद्रको माछा। समुद्रको माछा है। योलाई भन्छ, यो माछालाई भन्छ तङ्कोल भन्छ यस्तोलाई। यतातिर छ माछा, धेरै खालको माछाहरू छ। यसलाई भन्छ उडाङ भन्छ यहाँनिर, झिँगे माछा। ल हेर्नु साथीहरू, यो चाहिँ हो, यो मार्केट चाहिँ भन्छ अब मासुहरू माछाहरू बेच्ने ठाउँ है। यो इन्डोनेसियाको माछा मासु बेच्ने मार्केटहरू। कुखुराको मासु पनि बेच्छ, गोरुको मासु पनि बेच्छ यहाँनिर। त्यो चाहिँ मैले लगेको आज यो झिँगे माछा आधा किलो, अन्तै आधा किलोले पुग्छ। हामी 4 जना मात्रै छौँ। यो साना साना माछा भन्छ यहाँनिर यस्तोलाई, सोतोङ पनि छ। ल हेर्नुहोस्, त्यो झुन्याको चाहिँ गोरुको मासु है, गोरुको मासु। यो कस्तो लाग्छ? गोरुको मासु। यसले भिडियो बनायो भनेर उहाँ हेर्दैछ फेरि। ल ठिक छ। यो यतापट्टि धेरै अब त्यो मरमसलाहरू बेच्छ यहाँनिर। यहाँ झिँगे माछाहरू पनि छ, त्यो गङ्गाटो पनि छ, कुखुराको मासु छ यतापट्टि। ब्रोइलर कुखुरा। ल यस्तो छ यहाँनिर। उयो त यो कुखुराको मासु यसरी बेच्छन्। कुखुराको मासु भयो। ल माछा हेर्नुहोस्, यसलाई भन्छ इकान मास भन्छ यसलाई। यतापट्टिको चाहिँ अब लेले भन्छ नि, नेपालमा भन्छ नि मुङ्रे माछा। यस्तो छ। भिडियो बनाएर लजाउँदैछ त्यो मान्छेहरू। अनि यतापट्टि चाहिँ अर्को खालको माछा। यो चाहिँ धेरै मिठो माछा भन्छ। यसलाई भन्छ गुरामे भन्छ यहाँनिर। खोइ नेपालमा त मैले देखेको थिएन यस्तो खालको माछा। यो चाहिँ धेरै मिठो हुन्छ। अनि कुखुरा हेर्नुहोस्, त्यो माथिको ब्रोइलर कुखुरा हो, रातो खालको। तल चाहिँ यो लोकल कुखुरा, लोकल कुखुरा। अनि त्यहाँबाट यतातिर कुखुरा, ब्रोइलर कुखुरा काटेर बेचेको छ। यतातिर झुन्याएको छ, गोरुको मासुहरू पनि झुन्याएको छ। हेर्नु त, ल यस्तो छ। अनि यतापट्टि चाहिँ अनि यो सागसब्जी बेच्ने ठाउँहरू हो। अनेक थरीका सागसब्जीहरू छन्। ल हेर्दै साथीहरू, यहाँ बाह्रै महिना यसरी फल सागसब्जीहरू पाइन्छ यहाँनिर। मान्छेहरू धेरै किनमेल गर्छन् यहाँनिर। ठुलो छ यो मार्केट चाहिँ, ठुलो हो। जताततै मान्छेहरू छन्, धेरै व्यापार गरेका छन्। र हेर्नुहोस्, सबै मान्छे आफ्नो आफ्नो धुनमा आफूले काम गरिराखेको छ। व्यापारमा त्यस्तै गर्नुपर्छ। अब आफ्नो धुन, आफ्नो काम नगरेसम्म त कहाँ पैसा पाइने हो र। खानाको लागि अब सबैले काम गर्नुपर्छ। अनेक थरीको सागसब्जीहरू छ यहाँनिर। अथवा ल हेर्नुहोस्, बदाम। यो बदाम है, यहाँ चाहिँ आलो आलै बदामहरू बेच्छ, सुकाएर पनि बेच्छ। तर यो आलो आलो धेरै बिक्री हुन्छ। उसिनेर बेच्छन् मान्छेहरूले। यो चाहिँ यहाँबाट किनेर लगाएर बेच्छन्। यहाँबाट किनेर लगेर उसिनेर अनि त्यहाँबाट प्लास्टिकमा प्याक गरेर बेच्छन् मान्छेले। उसिनेको बदाम धेरै मान्छेहरू मन पराउँछन् यहाँको मान्छेहरूले। ल हेर्नुहोस्, आलु चन्नै छ यतातिर। यो मार्केटको नाम चाहिँ पासार राया एमएमटिसी भन्छ। मेरो घरबाट 15 मिनट लाग्छ यो ठाउँमा पुग्नलाई। म यतैतिर जुस बेच्छु, यतैतिर सागसब्जीहरू लिएर जान्छु। मेरो छोरीहरूले साग चाहिँ मन पराउँदैन। साग त किन्नै पर्दैन मलाई यहाँनिर, जति दिन्छन्। ल हेर्नु, यस्तो छ। ठुलो छ यो चाहिँ। ल मान्छेहरूले त
किन्नेले किनिराखेको छ, जोख्दैछ। मेरो जुस बेच्ने ठाउँ चाहिँ बिहान 7 बजेदेखि 10 बजेसम्म चाहिँ यहाँ म जुस बेच्छु। हेर्नु साग कस्तो छ, रायोको साग ठुला ठुला। ल यहाँनिर साग चाहिँ एकैचोटि बोटै काटेर ल्याउँछन् क्या बेच्न। हाम्रो नेपालमा चाहिँ यस्तो रायोको साग चाहिँ पात पात मात्रै टिप्छन्, यहाँ चाहिँ बोटै काटेर ल्याउँछन् फर्कै। बैगन हेर्नुहोस्, फुलकोपी धेरै छ, 12 महिना यसरी पाइन्छ यहाँनिर। यो लट्टेको साग भन्छ यसलाई, इन्डोनेसियामा भन्छ यसलाई बायम भन्छ, नेपालमा लट्टेको साग हो। यो चाहिँ नि यसको टुसा पलाएको हुन्छ, यो दालको हो। त्यो टुसा चाहिँ अब तरकारी बनाएर खान्छन् मान्छेले। यस्तो छ है इन्डोनेसियाको सब्जीको मार्केट। तपाईँहरूलाई मनपर्छ पर्दैन यो इन्डोनेसियाको मार्केट? हेर्दै गर्नु साथीहरू, मनपर्छ भने लाइक कमेन्ट सेयर गरिदिनु भिडियो चाहिँ है। ल यो चाहिँ फलफुल, फेरि यसलाई भन्छ खरबुजा। यहाँ केरा पनि छ, पाकेको केराहरू। मेरो फलफुल किन्ने ठाउँ यतातिरै हो। यतैबाट फलफुल किनेर लगेर अनि घरमा लगेर जुस बनाउँछु। जुस चाहिँ भोलि बिहान यतैतिर ल्याएर बेच्छु। यस्तो छ है मेरो त। जे गरे पनि अब काम गर्नु पर्यो, घरबाट चलाएकै छ यस्तैमा। अब साथीहरूलाई भेट्न जाउँ भने अब धेरै टाढा टाढा हुनुहुन्छ। त्यो मेरो मोटरसाइकल देख्न आउनुपर्छ, त्यहाँनिर अब जुस चाहिँ बेचिसक्यो। अनि फलफुल त्यो झुनिराखेको छु। यतातिर हेर्नुहोस्, यो मेलोन हो, यसलाई साला भन्छ। अम्बकहरू छ, बेलौती। अनि यो सुन्तलाहरू धेरै बेचिया छन् यहाँनिर। त्यो मेवा भन्छ नि हाम्रो, यो चाहिँ अनि लरे आँप हो। यो चाहिँ फेरि यो अर्को खालको लरे आँप हो। यो चाहिँ गुलियो हुन्छ, यो अमिलो हुँदैन, गुलियो हुन्छ। आँपहरू छ, ल हेर्नुहोस्। एप्पल भन्छ यहाँनिर, एप्पल छ। धेरै थरीको फलफुलहरू पाइन्छ नि इन्डोनेसियामा। 12 महिना पाइराख्ने फलफुलहरू निकै यस्तै हुन्। ल हेर्नुहोस्, सुन्तलाहरू छ। त्यो भुइँ कटर हुन्छ, यहाँनिर नन्नास भन्छ। भुइँ कटरलाई नन्नास भन्छ। यस्तो छ फलफुल, हेर्दै जानुहोस्। यो सुन्तलालाई इन्डोनेसियामा जेरो भन्छ। अनि यसलाई डुकु भन्छ। यो सानो सानो केटा त्यो डुकु भन्छ। नेपालमा त मैले खाएको थिइनँ, यहाँ छ धेरै, 12 महिना पाउँछ। यो चाहिँ अब फलफुल किनेर घर फर्किने बाटो हो। यो बाटोमा यसो गएर भिडियो बनाएको है मैले चाहिँ। यहाँनिर धेरै मान्छे ओहोरदोहोर गर्छन् यहाँनिर। अनि यतापट्टि रेस्टुरेन्ट छ एउटा, रेस्टुरेन्ट छ यहाँनिर। मान्छेहरू धेरै बस्छ नि, अब घाम धेरै लाग्छ, गर्मी हुन्छ नि, त्यता शीतल छ, बस्छन् मान्छेहरू। मेरो आउने जाने बाटो त्यो के अरे मार्केटबाट यतैबाट जान्छ, यतैबाट आउने हो, यही हो। यस्तै छ है इन्डोनेसियाको मार्केट जाने बाटोहरू भयो, यही हो। अब यतातिर धान खेती भन्ने त छँदै छैन, धेरै टाढो जानुपर्छ। अब मान्छेहरूले धान खेती होस्, मकै खेती होस्, अनेक थरीको खेतीहरू यतातिर पाइँदैन। यहाँ एउटा रुखहरू छ, त्यो शीतलको यो रुखहरू चाहिँ मान्छेहरू बस्दा शीतल होस् भनेर रोपेको अन्त हो, त्यस्तै हो। यतातिर मान्छेले व्यापार गरेको छ त्यहाँनिर बाटोमा त्यो अब मोटरसाइकलमा ल्याएको छ, त्यो रिक्सामा ल्याएर बेच्छ मान्छेहरूले। यहाँनिर अब नगरपालिकाले चाहिँ